बल्ल अहिले गौरीगञ्ज मोहन चोक आयो। त्यहाँबाट कति जान्छ पर्ने हो मलाई थाहा भएन अझै। व्यक्तिहरूसँग बाटो राम्रो तरिकाले बनाएको रहेछ। आफ्नो गाउँले पनि जहिले देखेँ बुनाखार भनेर म हेरेर भित्र पसेको थिएँ। हाकिम चोक अगाडि आउनु लागेको भएर सायद सुनाम हाकिम चोक भनेर नामकरण गरिएको छ। अब म हाकिम चोककै बाटोमा हिँड्न लागेको छु। तर यो भनेको भरतपुर 10 जुन वीरेन्द्र बहुमुखी क्याम्पस छ त्यतिले बस्छ। कुनै देउरीपट्टि साइडमा 10 लेखेको छ भने दाहिनेपट्टि साइडमा 9 लेखेको छ। सायद यो बाटो भनेको बिच्चाको बाटो भनेकै साँझ जस्तो लागेको छ। देउरीपट्टि साइडमा भरतपुर 10 हाकिम चोक लेखेको छ भने दाहिनेपट्टि साइडमा भरतपुर 9 लेखिएको छ। सायद यो छुटाउने बाटो भनेको यो जग्गा भनौँ यो वडा छुटाउने बाटो भनेको यो बाटो यही बाटोलाई दायाँ बायाँको साइडमा 9 र 10 भन्दा छुट्याएको हुनसक्छ भन्ने मलाई कुरा छ। म अहिले हाकिम चोकमा आइपुगेको छु। म अहिले हाकिम चोक आइपुगेँ। अब हाकिम चोकबाट जाँदैछु। नजिकै जिब्रा क्रसिङ गरिसकेको छु। यहाँ मालिका मन्दिर प्रवेशद्वार लेखेको छ। मन्दिर देख्छ जस्तो लाग्छ। यो भनेको OMDA उमराव भन्ने हुन्छ। जुन भनेको यो चाइनिज कम्पनीद्वारा बनेको कारहरू हुन्छ। यो भनेको हाकिम चोकको ठाउँ। अब म हाकिम चोक आइपुगेँ। अगाडि MG भन्ने ब्रान्डको गाडीहरू पाउन सकिन्छ। वारे पुरा भन्ने विभिन्न अब जस्तै हाकिम चोकमा KN भन्ने जुन चाइनिज कम्पनी हुन्छ यस्ता सिराज भन्ने SEREG भन्ने लेख्न सकिन्छ। TVS जुन खालका कति गाडीहरू पाउन सकिन्छ। दायाँ र बायाँपट्टि विभिन्न गाडीहरूले हाकिम चोकलाई घेरेको छ। अब लाइन स्टेजमा खुट्टा भनिदिने हो भने हाकिम चोक भनेको धेरै जस्तो फोर व्हिलरको लागि 7 चक्के 10 चक्के गाडीहरूको लागि वा भनौँ कि अटोमोबाइलसम्म विभिन्न खालका कम्पनीहरूको जुन महेन्द्र चाइनिज कम्पनी धेरै आएका छन्। टाटा कम्पनी इन्डियन जुन चाइना इन्डिया विभिन्न कम्पनीका गाडीहरू छन्। त्यही कम्पनीका गाडीहरू यस्तो यो हाकिम चोकमा पाउने गरेको छ। लाइन चोक र सही चोकमा धेरै जस्तो टु व्हिलर स्कुटरहरू हुन्छ। जुन TVS हुन्डा हिरो सुजुकी बजाज विभिन्न खालका हुन्छन्। तिनीहरू यस्तो लाइन चोकमा भेटियो सही चोक र लाइन चोकमा। अनि हाकिम चोकमा प्रायः जस्तो यही फोर व्हिलर सम्बन्धी गाडीहरू मैले विशेष गरी भेटेँ। यो ठाउँ भनेको सर्वस्तै लाइन चोक हो। यहाँ ठुलो गाडीहरू पनि पाउन सकिन्छ भने म देउरीपट्टि साइडमा भनेको भरतपुर विमानस्थल छ भने दाहिनेपट्टि साइडमा राम्रो बनेको यो ठाउँ भरतपुर महानगरपालिका अन्तर्गत स्मार्ट सिटी वा भनौँ कि हिँड्नु दाहालको ठाउँ यो उठेको ठाउँ वा भनौँ कि नजिक महानगर पनि छ। महानगर भएको कारणले गर्दा यहाँ यस्तै राम्रो छ। भित्र कस्तो भयो त्यो त अब सक्नुहुन्छ। तर बाहिरी देखिनाथ भनेको राम्रो छ। यस्तो बुद्धको गाडीहरू भनौँ बुद्ध एयरलाइन जुन गाडी छ मतलब ट्रेन छ जहाज त्यो जहाज मैले आगो देख्छु आएको यति पनि उच्च अरे भन्ने सुनेको। तर मैले यस्तो आउने जाने बुझ्दै देख्छु है। मैले एउटा मात्रै चल्दो रहेछ कि त्यो मलाई थाहा भएन। तर मैले यस्तो बुद्धको मात्रै देखेँ। र यहाँ हुने मात्रै हो। तर यहाँ हाकिम चोकमा धेरै ब्रान्डहरू छन्। राम्रो स्ट्यान्ड भण्डार सबै छन्। तर धेरै जस्तो भरतपुरमा चिनाउने भनेको
त्यो ठाउँलाई भरतपुरलाई सबैलाई थाहा होला, भरतपुरलाई हस्पिटलको सहर पनि भनेर नामाकरण गरिन्छ। सबैलाई थाहा नै होला यो कुरा होइन। त्यो अगाडि मिलाएर राम्रो देखाउनलाई त्यही पनि आँखाको लागि पनि राम्रो गरेको भाइ राम्रो जाने ठाउँ त गाडी आइ के अरे प्लेन आइसकेको छ। प्लेन आइसकेको मात्र 1%ले मात्रै त्यहाँ चढ्न पाउँछ। अरू मान्छेले चढ्ने चढ्नु पाउँछ, देख्ने त पाउँछ, चढ्नु पाउँदैन। विभिन्न यहाँ बच्चालाई हेर्ने नेसनल सिटी हस्पिटल, एनटिआई बेङ्कहरू पनि अब 24 कोटी आइपुगेको छु। 24 कोटी वरिपरिको दृश्य हो है। 24 कोटी वरिपरि दृश्य अगाडि जेब्रा क्रसिङ रहेको छ। यो भनेको अगाडि 24 कोटीको यात्रा। यताबाट भरतपुर पर्यटकीय स्थल गोलाघाट ठाउँमा जान सकिन्छ भने दाहिनेपट्टि साइडमा 24 कोटी जान सकिन्छ। सिधै अगाडि गयो भने पुलचोक जान सकिन्छ, लाइन चोक, सहिद चोक, पुलचोक भनेर जान सकिन्छ। यो भनेको लाइन यो भनेको 24 कोटी बाटो क्रम सुरु राम्रै भएको छ। विकासको गति अगाडि बढाएको छ। सुरुमा भन्थे घर भक्काउँदाखेरि यो भयो कति भन्दा उसले भन्दा माथि भन्दै पछि भनेको दृश्य चाहिँ हो आहा पनि त्यही माथि हो। मान्छेलाई किन लाग्छ बस्ने हुन्छ, त्यो मान्छेले बिगारेको देख्छन्, तर त्यसले विकासको बारे गाह्रै गाह्रै पर्छ। मान्छेहरूले भत्किएर पनि त्यसलाई बनाउनु सकेको खण्डमा पनि राम्रो देखिन्छ त्यो कुरा पनि मलाई लाग्छ। यो भनेको सिएमसी भयो। त्यसको पछाडिपट्टि अगाडि दाहिनेपट्टि साइडमा इन्जिनियरिङ कलेज छ। त्यसकोबाट पछाडिपट्टि नारायणी त्योभन्दा उतापट्टि तालिम केन्द्र छ। दाइरेपट्टि सिएमसीको नारी छ। जताभन्दा उतापट्टि केन्द्र बहुमुखी क्याम्पस छ। 9 बिघा र 10 बिघाको ठाउँ छ। विभिन्न खालका पढाइहरू त्यहाँ हुन्छन्। सरकारी स्कुल ट्युको आङ्किक कलेज पर्छ यो त्यो अञ्चलमा। आज शनिबार भएको कारणले धेरै जस्तो बन्दै छ। त्यो बन्दको कारणले मलाई भिडियो पनि राम्रै ठिक वातावरण मिलेको राम्रो भएदेखि एउटा हातले चलाएर खिच्न अलिक अप्ठ्यारै पर्छ मलाई है। यो भनेको विभिन्न खालका कम्पनीका वा ब्रान्डका वस्तुहरू पाउँछ। नजिकै देखिने भनेको ठुलो घर यसभन्दा अर्को छ। त्यो भनेको घरको अर्कै होला। यो ठाउँ योभन्दा अर्को छैन। यो भनेको सिजिलियन मार्क जुन अगाडि छ देशको सिजिलियन मार्क भने यतापट्टि वीरेन्द्र बहुमुखी क्याम्पस सालको रुख छ अगाडि भने। यो भनेको चितवन माध्यमिक विद्यालय। यो भनेको यतापट्टि साइडमा सिजिलियन मार्क छ भने यतापट्टि साइडमा बहुमुखी क्याम्पस छ। यतापट्टि यसको कन्टेनमेन्ट एरिया छ भने यतापट्टि अब अनुभवको बन्दै गरेको स्मार्ट सोसाइटी काम गर्छ। दाहिनेपट्टि साइडमा विभिन्न अस्पतालहरू यतापट्टि आँखा अस्पताल रहेको छ भने आँखा अस्पताल जुन हो कुमारी द्वारा दाहिनेपट्टि साइडमा सक्नुहुन्छ। विभिन्न कम्पनीका वा कन्डिसन हाउस रहेका छन्।
अपोजिट साइडमा भरतपुर महानगरपालिकाको अफिस छ महानगरको, र त्यसको अलिकति 2-3वटा बिल्डिङ लपट्टि अस्ति भर्खरै बनेको आठघटिनी रहेको छ। र अगाडि यहाँ स्पिकर हाउस पनि छ, रसी स्पिकर हाउस, विभिन्न खालका हेल्मेटका सामानहरू र मार्बलका सामानहरू पनि देख्न सक्नुहुन्छ। म विभिन्न यहाँ पनि विभिन्न खालका ब्याङ्कहरू र विभिन्न मोडलका ब्रान्डका बाइकहरू पनि यसको यहाँ डिलरहरू छ। यहाँ अब त्यो साइडमा नर्थ साइड पार्ट्सहरू, दोकान पसलहरू एकदम व्यवस्थित तरिकाको रहेका छन्। त्यसले गर्दाखेरि अगाडि सेन्ट्रल कलेज भन्ने सबैले सुन्नुभयो होला नाम, यतापट्टि छ भने यतापट्टि साइडमा ट्रेनिङ सेन्टर जुन गोर्खाहरूलाई ट्रेनिङ गर्ने ठाउँ छ भने खालको सेन्ट्रल कलेजको अपोजिट साइडमा विभिन्न तेलहरूको वा भने विभिन्न खालको तेलहरू वा ठुलो गाउँहरूको लागि भण्डार बसिरहेको छ। त्यसको अपोजिट साइडमा फेरि क्षेत्रपुरको मिल एरिया भन्ने पनि साइडमा छ। चिया चौतारी भन्ने ब्रान्ड खुलेको छ। यहाँ विभिन्न खालको अहिले निर्वाचन वा सञ्चालन भर्खरै आजसालकै सञ्चालन भएको चिया चौतारी भन्ने एउटा कफी यहाँ खुलेको छ। सेन्ट्रल कलेजको मान्छेहरू आकर्षण हुन्छ है त। अब म भनेको क्षेत्रपुरमा बस्छु। अब यति नै हो, हस्त धन्यवाद है। यति नै भन्दै म अब बिदा हुन चाहन्छु। हस् धन्यवाद। मेरो यो भनेको क्षेत्रपुरदेखि गौरीगञ्जसम्मको भिडियो है त। धन्यवाद।